फोटो खिच्न त्यस लोर हुनुपर्ने साथीले पछाडि तान्नुहोस् त विमोचनजी गुराजीजी पछाडि हामीलाई ठुलो आएन हाम्रो साउन्ड सिस्टममा आउनुभएका भाइहरू कहाँ हुनुहुन्छ कृपया यहाँ सम्पर्कमा आइदिनु होला साउन्ड सिस्टममा खटिनुभएका हाम्रा भाइहरू कृपया कहाँ हुनुहुन्छ यहाँ स्टेजमा सम्पर्क राखिदिनु होला साउन्ड सिस्टममा खटिनुभएका हाम्रा भाइहरू साउन्ड सिस्टममा खटिनुभएका भाइहरू कहाँ हुनुहुन्छ हाम्रो टेन्टवाला भाइहरू कृपया टेन्टवाला भाइहरू कहाँ हुनुहुन्छ यस स्टेजमा सम्पर्क राखिदिनुको लागि अनुरोध गर्दछौँ मित्र काँचे बस्नुहोस् है काँचे बस्नुहोस् घुम्नुहोस् त्यहाँ हाम्रा भैलो टिमका साथीहरूलाई चाहिँ जानकारी गराउँदैछौँ समयको चाहिँ ख्याल गरिदिनु होला तपाईँहरूको समय अन्तिमतिर आउँदैछ र त्यसै गरी घोराई उपमहानगरपालिका वडा नम्बर 6 जजरगाउँ टोल विकास समितिका अध्यक्ष भेषराज खनालज्यूको सहयोगत्वमा तथा सुनकोट देउराली क्लबका अध्यक्ष श्री प्रकाश कुमार अधिकारी ज्यूको सम्पूर्ण टिम ठुलो गाडी लिएर यहाँ चाहिँ भैलो भ्रमणमा आउनुभएको भन्ने सुन्न पाएको छ उहाँहरूलाई हामी चाहिँ हृदयदेखि स्वागत गर्न चाहन्छौँ र आगामी दिनहरूमा पनि यस बङ्गलाचुली भैलो महोत्सवमा यहाँ आएर मनोरञ्जन दिन शोभा बढाइदिनु हुनेछ भन्ने आशा अपेक्षा राख्दछौँ उहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ।
उहाँहरू भैलो नखाएरै गाडी लिएर चाहिँ यहाँ यस महोत्सवलाई अवलोकन गर्न आउनुभएको छ भन्ने सुन्नमा आएको छ। उहाँहरूलाई यस बङ्गलाचुली गाउँपालिकाले हृदयदेखि धन्यवाद दिन चाहन्छ र स्वागत गर्न चाहन्छ। र हामीसँग समय अलि अन्तिमतिर जाँदैछ, समयको ख्याल गरिदिनु होला। र हामीसँग यो साउन्ड सिस्टम तथा टेन्टको लागि आउनुभएका हाम्रा भाइहरू हुनुहुन्थ्यो, कृपया जहाँ हुनुहुन्छ यहाँ आएर सम्पर्क राखिदिनु होला। हामीलाई रात पर्न सक्छ, बत्ती जडान गर्नुपर्ने पनि हुनसक्छ। जहाँ हुनुहुन्छ कृपया हाम्रा भाइहरू यहाँ आइदिनु होला। हामीसँग आफ्नो कला प्रस्तुत गर्दै हुनुहुन्छ बङ्गलाचुली 6 अमारेका भैलो समूह, त्यसै गरी दारिम टोल विकास संस्था वडा नम्बर 2 का भैलो समूह, त्यसै गरी साकुला चौर भैलो समूह वडा नम्बर 3 का भैलो समूहहरूले चाहिँ आफ्नो नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। तपाईँहरूसँग अब मात्र 5 मिनटको टाइम छ, तपाईँहरूले टाइमलाई ख्याल गरिदिनु होला। अब हजुरहरूको टाइम मात्र 1 मिनट छ, टाइम गइसकेको छ, कृपया ख्याल गरिदिनु होला।
अब हजुरहरूको टाइम अफ भएको छ। कृपया तपाईँहरू चाहिँ हाम्रो चाहिँ यो स्टेजको राइट साइडबाट चाहिँ बाहिरतिर चाहिँ प्रस्थान गरिदिनु होला। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूको आफ्नो सक्दो कला प्रस्तुत गरेर जानुभएको छ, आफ्नो प्रस्तुति देखाएर जानुभएको छ। तपाईँहरू सबैलाई चाहिँ धन्यवाद। अब हामीसँग गेटमै हुनुहुन्छ